यो त खायो भने त मोटाउँछ होला त मान्छे आउनु भयो ल लिने गिफ्ट नमस्ते सबैजनालाई आज चाहिँ हामीहरू दुईजना जाँदैछौँ कता जाँदैछौँ हेरेर जानु होला भिडियोमा के गर्छौँ सो यस गाइज आज चाहिँ मैले कति दिनपछि मिनी भ्लग बनाउँदैछु हजुरहरूले मेरो मिनी भ्लग मिस गर्नुभयो कि भएन नि भनिदिनु होला सो गाइज हामीहरू चाहिँ यहाँ बौद्ध स्तूपमा घुम्दैछौँ सो हेर्न सक्नुहुन्छ सो यस गाइज अब हामी कता जान्छौँ सो गाइज हामीहरू चाहिँ यहाँ के अरे कुन ठाउँ हो यो बौद्धभित्र खाना के अरे खाजा खाना आएको अनि हामी यहाँ मेनु हेर्दैछौँ सो यस गाइज लेट्स सी यहाँको खानेकुरा कस्तो छ किनभने ससनाको त यता दिल्ली स्पोर्ट टाइपको हो होइन सो मेरो चाहिँ फर्स्ट टाइम हो यता सो लेट्स सी कस्तो हुन्छ एम्बियन्स चाहिँ राम्रो छ गाइज सो यस गाइज लेट्स सी कस्तो हुन्छ फुड खानेकुरा अनि साँच्ची मैले होइन हिजै मिनी भ्लग त्यो बनाउन लागेको थिएँ बट मम्मीको लागि एउटा गिफ्ट मगाएको थिएँ त्यो आएन कि सो गाइज लेट्स होप आज आओस् भनेर आयो भने मात्रै यो क्लिप हाल्छु गिफ्ट आएन भने त अब त्यस्तै हो सो गाइज हाम्रो चाहिँ होइन खाजा आइसकेको छ किमा नुडल्स र यो के अरे सुचिया म फर्स्ट टाइम खान लागेको छु गाइज सो लेट्स सी कस्तो हुन्छ यो घिउले बनेको हो अरे कस्तो बटरी फ्लेभर रहेछ नि कति तातो छ गाइस एकछिन मात्रै तर मिठो छ र यो त खायो भने त मोटाउँछ होला त मान्छे यम्मी गाइस बटरी फ्लेभर अब हामी किमा नुडल्स खान्छौँ गाइस म एकचोटि फर्स्ट बाइट लिन्छु है त कस्तो छ त्यो स्मेल चाहिँ कस्तो मिठो आइरहेको छ गाइस सो लेट्स सी सो गाइस म चाहिँ यता साथीको बारिस्ता क्लासमा एकचोटि आएको अब हेरौँ मिटिङमा बस्छौँ साथ कता जाने हो अहिले सब कहिले साथीमा जान्छ कि म घर फर्किजाने गाइस हामी चाहिँ के अरे क्लासमा एकछिन गएर आयो सब हामी कहाँ जान्छ तिम्रो घर मम्मीको घर हो सो गाइस हामीहरू चाहिँ यहाँ समथिङ के मार्टमा आइरहेको छ सो यता कति क्युट साउन्डहरू छ नि यता हेर्नु म चाहिँ मेरो केही फुटाएर जान्छु कति क्युट पान्डा गुड यता हेर्नु क्यामेरा सानो सो क्युट यता पेङ्गुइन हेर्नु गाइस अब मलाई सबै किन्न मन लाग्यो गाइस हामी चाहिँ पानी खानु स्टप सो गाइस हामीहरू यता सस्तो बजार भन्छ के बजार सानो बजार आयो यहाँ जोरपाटीको अब यता हामीले खोजेको सामान पाउँछ कि पाउँदैन अनि गाइस हामीले खोजेको सामान चाहिँ पाइहाल्यौँ सो हामीलाई त्यति धेरै टाइम लागेन सपिङ गर्न चाहिँ अनि त्यसपछि म त घर फर्केँ गाइस यस्तो प्याक थियो है गाडी अनि त्यसपछि अफिस टाइम भएर पनि होला अनि पानी पनि पर्न लाग्यो जस्तो थियो सो गाइस म चाहिँ यहाँ गाडीबाट झरेर हिँड्दैछु घरको लागि सो यस्तो पानी पर्ला जस्तो मौसम त गाइस म घर नपुगुन्जेल पानी नपरोस् नत्र भए म पुरै भिज्छु मैले छाता पनि लिएर आएको छैन गाइस सो लेट्स सी हेर्नु होला मौसम पुरै पानी पर्ला जस्तो छ गाइस फाइनली मामको गिफ्ट आइसकेको छ मैले अनलाइन मगाएको 2 दिनको वेटपछि बल लागिरहेको सो लेट्स सी मामको रियाक्सन कस्तो हुन्छ ल मामु भयो ल लिने गिफ्ट खोल्नु न पहिला सबै हेरेर ल्याएछ नि के मेक जस्तो एउटा के हो होइन मसाजर के मसाजर दाइको जिउ दुख्यो खुट्टा दुख्यो भने के अनि मसाज गर्ने मसाज कस्तो नि खुट्टा मसाज गर्ने कस्तो मसाज धर 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 गन जस्तो हान्ने कि
यो डिफ्रेन्ट पार्टको लागि डिफ्रेन्ट सेपहरूको मसाजर हो के त्यहाँभित्र घुसाउनुपर्छ नि कस्तो मन पर्यो तपाईँलाई गिफ्ट मन पर्यो यता हेरेर भन्नु न मन पर्यो एकदम मन पर्यो अब त्यो दुख्ने खुट्टामा पनि हुन्छ सरी ल हेरौँ अब गएर हेरौँ न गर त सबै ठाउँमा गरौँ त्यो यता पातामा कस्तो फिल हुँदो रहेछ माम आनन्द आउँछ कि मोड अझै बनाउनुपर्छ स्पिड कि पुग्छ यतिले पुग्छ कस्तो आनन्द हुन्छ रहेछ जिउ दुख्ने ठाउँमा पिट्यो भने पिट्नु भएन पिटेको सुत्ता हुन्छ पिटेको सुत्ता डाउन हुन्छ नि त्यस्तै छ रिलिफ भयो अलि भर्खर त गर्ने होइन नि त कस्तो फिल भयो यता अरे कस्तो फिल हो मामु मसाजरले पिटा नरम हुन्छ त्यस्तो हुन्छ अब भर्खर गरेर हेर्नै पर्छ नि अब मन परेको नि के सो गाइस त्यसपछि मैले बालाई मसाज गरिदिएँ अनि बालाई पनि मन पर्यो अरे अनि यही नै थियो मामुको लागि मेरो तर्फबाट एउटा सानो गिफ्ट सो यो चाहिँ मन्थ अफ लभ भन्छ नि त फेभरेटलाई त्यही भएर आफ्नो स्पेसल वान्सहरूलाई अलि राम्रो फिल गराउने नै राम्रो हुन्छ जस्तो छ यो मन्थमा जस्तो मलाई लाग्छ सो यस गाइस आजको लागि यति नै लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद